नमस्कार, म मदन घिमिरे। आज म आएको छु यो चाँगु नारायण विश्व सम्पदा सूचीमा रहेको यो मन्दिर चाँगु नारायणको यसको विशेष अन्तर्राष्ट्रिय स्तरमा यसको महत्त्व रहेको छ र विशेष गरी टुरिज्म हबको रूपमा यो अन्तर्राष्ट्रिय जगतले पनि यसलाई वाच गर्ने र यो हाम्रो ऐतिहासिक मन्दिरको रूपमा यसलाई हामीले पाउँछौँ र यहाँ विशेष गरी नारायणको चाहिँ वास रहेको छ। यो चामलको गेडा यो अवस्थामा यहाँ राखिएको रहेछ। यो सुन्दर जलको नाग चाहिँ यो मान्छेको रूप धारण गरेर आएको यो किंवदन्ती यहाँ चाहिँ यो कथा हामीले सुन्न पाउँछौँ। यो ठाउँमा चाहिँ यो बुद्धको मूर्तिलाई चाहिँ यसरी यो ठाउँमा यसरी बुद्धलाई चाहिँ पछाडिपट्टि यसरी लुकाएर राखेको अवस्था छ। आज हामी राम भाइ दिलु भाइ हामी चाहिँ यो चाँगु नारायणको मन्दिरमा चाहिँ आज दर्शन गर्न आएका छौँ। यो मन्दिरको दर्शनमा हाम्रो सचिन भाइ पनि हामीलाई साथ दिइरहनु भएको छ। आज हामी चाँगु नारायणको चाहिँ दर्शन गरेर फर्केका छौँ। हाम्रो सहयात्रामा चाहिँ हाम्रो दिलु भाइ हुनुहुन्छ। नमस्कार। त्यसै गरी हाम्रो राम भाइ र यहाँ दुईजना भाइहरू पनि हुनुहुन्छ। हामी चाहिँ यो चाँगु नारायणको आज धेरै पछि दर्शन गर्ने अवसर पाइयो।